ल है साथीहरू, फेरि पनि नयाँ भिडियो लिएर म हजुरहरूको माझ फेरि पनि उपस्थित भइसकेको छु। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। साथै च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला र भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है त। ल आज चाहिँ म अब ड्राइभर होइन, ड्राइभरलाई हिँडाइरहेको। ड्राइभर चाहिँ अब सुरुमा देखेको थियो, अहिले चाहिँ देखेको छैन। आजको गाडी चाहिँ यही हो है। अब गाडीभित्र बस्दैछु, गाडीभित्र बसेँ, ह्यान्ड ब्रेक उठाएर अब हिँडिसकेँ म चाहिँ। गन्तव्य चाहिँ कहाँको हो भन्ने कुरो ठ्याक्कै थाहा छैन है साथीहरू, तर पनि भिडियो मजासँग हेरिदिनु होला। अत्यन्तै निकै राम्रो छ। आज चाहिँ मैले गाडी चेन्ज गरेको, अर्को गाडी रिपेयर गरेको थिएँ, त्यही पनि अब थोत्रो हुन लागिसक्यो। त्यही पनि अब गेम खेल्नको लागि मलाई टाइम पास भइरहेको छ भन्नुपर्छ है साथीहरू। हेर्दै गर्नु होला साथीहरू। गाडी चाहिँ अब गुडिसकेको छ। चाहिँ गाडी भर्खरै कुदाउन लागेको भएर त्यतिर उता हुन्न, गाडीलाई हानिसकेँ फेरि। त्यही त अब रातो बत्ती बलिरहेको छ, त्यही पनि अब अलिअलि गर्दै गाडी उठाइरहेको मैले के गर्नु। अब टाइम पास गर्नको लागि गेम खेल्न मन लाग्छ, धेरै पनि खेल्नु हुँदैन फेरि गेम, आफैलाई असर पर्छ। होइन बाटो चाहिँ एकदम सिधा छ, सिधा। कहाँको बाटो यो पनि अब म्यापमा त कोले नागा छ होइन। यहाँनिर यो बाटो फेरि अब फेरि गाडीसँग ठुकिसक्यो। अर्को गाडी पनि आइरहेको छ, बिचबाट छिराउँछ, छिर्छ कि छिर्दैन, छिर्दै छिरेन गाडी छिरेन। फेरि ब्याक गर्नुपर्ने। अब गाडीबाट बिस्तारै लान्छु है, बिस्तारै फेरि चलिसक्यो। तै पनि गाडी छिर्यो चाहिँ बाटो यस्तै छ। बाटो त अनरोड नै हो, अफरोड त्यस्तो छैन खासै। पनि भिडियोलाई माया गरिदिनु होला है साथीहरू। फेरि पनि ठुक्किनै सक्यो। अब म चाहिँ लाग्छु अब भित्री अफरोडतिर। अफरोडमा चाहिँ अफरोड आएको त छैन, बिस्तारै आउला जस्तो छ। यो गाडी चाहिँ मेरो अघि गएको छ है। यो गाडीलाई मैले डिस्टर्ब गर्न पनि मिल्दैन, यो गाडीलाई ओभरटेक गर्न पनि मिल्दैन। अहिले बाटो सानो छ, देख्न सक्नुहुन्छ बाटो। अब म चाहिँ कुदाउँछु, के गर्नु, गाडीले साइड दिए पनि जाने भन्ने ठाउँ छैन त्यति। कतिखेर त ब्रेकले नि कामै गर्दैन भने पनि जानु त गएकै छ। ब्रेक लाग्नु पर्छ, बाटो फेरि धेरै ओह्रालो छ क्या, नै हाल्छु। उफ्रै बाटो त के हो हेर्दै डर लाग्छ। हल्का गाडी जाला भन्ने डर। यो बाटोमा धेरै पटक त गइ नै सकेको छ, फेरि सुरुबाटै खेल्नु पर्छ भयो भने त के गर्नु, यति समस्या छ। गाडी अलिकति स्पिड हाल्नु नि हुने नि। मेरो अब गाडी ब्रेक लगायो भने भेटाइहाल्छ त्यो गाडीलाई। अब रिजल्ट फुकिदियो भने गाह्रो पर्ला। साथीहरू चाहिँ भिडियो नआत्तिएर अन्तिमसम्म हेरिदिनु होला है भन्नु चाहन्छु। बाहिर गइसकेको, फेरि गइसक्यो। बच्यो है गाडी चाहिँ।
बिस्तारै गरेको अब हात जान्छ क्या नि अब त त्यति फरक बोल्ने नागा म्याप पश्चिमी लाटार इन्डोनेसियाको गेम हो साथीहरू त्यसको हो भनेर जानुहुन्छ होइन यहाँ फेरि घुम्ती आइसक्यो अब ओह्रालोमा टर्निङ छ अब फेरि ब्रेक नलाउनसम्म जाँदै गर्नु आएको जुत्छ यार के गर्नु गाह्रो माथिबाट चाहिँ यस्तो बाटो चाहिँ नि त यसो गाडी खसेर त खसिहाल्छ नि होइन र मेरो मात्रै हुनु मेरो मात्रै हुनु तिमीलाई पार्ने छैन रुनु तिमीलाई सुखै सुख जुनु तर मेरो मात्रै हुनु मेरो मात्रै हुनु मेरो मात्रै हुनु मेरो मात्रै हुनु ब्रेकले नि कामै गर्दैन भने अघि ब्रेक त सिधा भयो अब यहाँदेखि चाहिँ अफरोड छ होइन अब चाहिँ यो क्यामेरा रोल चेन्ज गर्नुपर्ने हुन्छ त्यतिखेर सक्दैन नि त यो पुरा थोरै मिस्टेक भयो भने गइहाल्ने जस्तो छ क्या बाटो चाहिँ अब पछिसम्म चाहिँ के हुन्छ हेर्नुपर्छ गन्तव्यमा पुगिन्छ पुगिन्न त्यो पनि थाहा छैन यो चाहिँ अफरोड सुरु भइसक्यो है अफरोड निकै गाह्रो छ अफरोडमा चाहिँ हेर्दा मात्र सजिलो देखिरहेको छ बाटोमा खाल्डाखुल्डीहरू धेरै छ नि त्यही भएर हुन्छ बिस्तारै एउटै स्पिडमा लागेको है मैले चाहिँ थोरै स्पिड बढाइदिएको उकालो आएर कटे जा बच्यो है गाडी बच्यो बज्नु त यहाँनिरको टर्निङमा के गर्छ बिस्तारै नाच्छ जान्छ भन्दा चल्दै गयो अब त के हो पानीको तालमा पुगिसक्यो के पनि कुदिनै रहेको छ है ठाउँ कहाँ थाहै छैन अब क्यामेरा रोल चेन्ज गर्नु पर्ला त्यो खोलामा झम बाटो भेटिने आशै छैन साथीहरू तपाईँलाई पश्चिम लाटार इन्डोनेसिया गेममा म्याप राखेर खेल्न चाहनुहुन्छ भने यदि म्याप राख्ने तरिका चाहिन्छ भने कमेन्ट गर्नु होला है त म त्यस कमेन्ट मार्फत एउटा भिडियो बनाउने नै छु तपाईँहरूले कमेन्ट गर्नुभयो भने म्याप राखेर देखाउने पनि छु अनि त्यसको लागि चाहिँ तपाईँहरूले सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला है भन्न चाहन्छु अब चाहिँ ड्राइभर बाहिर निकालिसकेँ मैले अब ड्राइभरले फोटो खिच्ने सेल्फीबाट ड्राइभर के भन्न चाहनुहुन्छ तपाईँ त्यही हो यहाँले गाडी पल्टेर खोलामा छु अब त के हुन्छ बिजोकै हुन्छ होला सायद होइन भन्न चाहन्छु ल हस्त गाइजहरू भिडियो मन परेमा एक लाइक एक कमेन्ट शेयर